Hello, namaste everyone. All day in my life from KMC चितवन Hospital. सौरामा चाहिँ सौरा कति राम्रो भ्यू काठमाडौँदेखि सौरा हामी 5-6 बजे पुगेर त्यहाँको भ्यूहरू लिन मिल्यो। सबैजना बिजी हुनुहुन्छ। नेक्स्ट डे हाम्रो चेपाङ बस्तीमा हेल्थ क्याम्प थियो। सबै डाक्टर नर्सहरू हेल्थ वर्करहरू बिजी। यहाँ चाहिँ चेपाङ कम्युनिटीको स्टुडेन्टहरू पढ्ने स्कुल रहेछ, त्यसमा हेल्थ क्याम्प थियो। प्लस हाम्रो त्यहाँ चाहिँ गाउँको सबैजना अरूहरूको पनि चेकअप थियो। त्यो दिन चाहिँ एकदमै पानी परिरहेको थियो। अनि त्यसपछि क्याम्प सकेर हामी चाहिँ नारायणी रिभर साइड गयौँ। त्यसपछि बोटिङ गरेर सबैजना रमाइलो गर्दै थियौँ। एउटा सानो सुट मेरो। अनि त्यसपछि हाम्रो त्यहाँ बोटिङ सकिन्छ। बोटिङ सकेपछि हामी फेरि रिटर्न ब्याक हुनुपर्छ अर्को दिन है त। नेक्स्ट डे हामी बिहानै उठेर होटेलदेखि निस्केर अनि सफारी गर्नको लागि सफारीबाट चाहिँ 2वटा गाडी बुक भयो। अनि एउटा गाडीमा चाहिँ आधा अनि आधा अनि सबैजना फेरि सफारीको लागि निस्किसक्यौँ। चितवन रेस्टुरेन्ट कुन चाहिँ चितवन नेसनल पार्कको इन्ट्रान्स साइड रहेछ है। अनि हाम्रो गाडी एउटा चाहिँ अगाडि निस्किसक्यो। अनि हामी चाहिँ सेकेन्ड टिपमा छौँ। कहिले देखिन्छ कहिले देखिन्छ भन्न सकिन्छ। मान्छेले भन्छ बाँधेर राखेर तार पार लगाएर घेरेर राखेको हुन्छ, होइन। यो छाडा चिज हो, कहिले देखिन्छ कहिले देखिन्छ। जनावर हो तपाईँ चाहिँ बोल्दै बोल्दैन हेर्दै त्यसलाई चाहिँ रिभर एन्ड फरेस्ट भन्छ। यो मिक्स फरेस्ट सिमल कुकमेर भेल्डर यिनीहरू छ। यहाँ अहिले चाहिँ हामी रिभर एन्ड फरेस्टमा घुम्छौँ भने चाहिँ सतीशपुर ग्रास ल्यान्डतिर हामी घुम्छौँ है, घाँसे मैदानतिर हेर्नु यही त हुन्छ। कुखुरा घाँस हो अरू के हामीलाई घुम्नु पनि चाहिँ लगभग नछुटाउनु भन्नु पनि चाहिँ नछुटाउनु है। तपाईँ बोलिराख्नुहोस् किनभने तपाईँको बोलीको पैसा हामीले पक्कै तिरेका छौँ। त्यहाँ चाहिँ पाउने हाम्रो त्यही त चितवन नेसनल पार्कमा चाहिँ ग्रेटर 100 बाइनस फरेस्टमा एक सिंह मेढा हो। त्यो देखिन्छ देखिन्छ जिरोहरू जिरोहरू पनि देखिन्छ। केही भयो तपाईँहरूको जिम्मेवारी म गाइदिएँ, तपाईँहरूको जिम्मेवारी मैले लिएँ।